ब्रिज ज्याप्रेटिङ झरेर लाग्दैछु दाप बजारपट्टि यहाँ चाहिँ अलि तपाईँको गाडीहरू चल्दो रहेछ है वे टु दाप सो वी आर हेडिङ ब्याक टु दाप फ्रम ज्याप्रे म कहाँबाट हिँड्नेछ अरे म यहाँबाट हिँड्नेछ शक्ति त दोहोरो लागेछ जस्तो शक्ति भाइ अफ द ट्रेल नजाऊ है हराउँछ अफ द ट्रेल नजाऊ हराउँछ भाइ पालो भेट्छ यहाँ टाढो नघुमौँ होला अन्त हामी चाहिँ एउटा यहाँ सर्ट बनाउँदैछौँ है त्यही हो अब बाटो हरायो भने चाहिँ यस्तो हो यता पालो भेट्यो भने हान्ने हो म्याच अगाडिबाट हुन्छ कि पछाडिबाट हुन्छ लु कताबाट बाटो बिस्तारै जाऊ है भाइ जाऊ जाऊ के गर्ने यही त हो उपाय बाटो छैन अब लाग्छ जस्तो के यसरी ब्याकवर्ड जानु पर्यो एडभेन्चर हो भाइ क्या बाटो पुग्यो है लु भयो ठिक छ मेरो जुत्ता फाट्यो एडभेन्चर चाहिँ यही हो कि तर मेरो जुत्ता चाहिँ फाट्यो है अब के गर्ने त है जुत्ता फाट्यो पैसा सक्यो बाटो हरायो हेर्दा देख्दैन थियो कि डेन्स है यो वो फाइनली बाटो भेट्यो यो माने पेमे गर्ने दिस इज भेरी ओल्ड एन्शियन्ट हो यो भेरी एन्शियन्ट अब हाम्रो बाटो चाहिँ यता हो भन्छ हामीहरू त बौद्ध पनि बस्छ छुट्टीतिर तर अहिले इन्डियामा कालिम्पोङ हजुर आफ्टर अ लङ टाइम कफी मिठो छ मुस्ताङको चाहिँ फेरि मुस्ताङ बस्छ आँखोलाबाट निस्केको चाहिँ सानो खोट मेरो टप्लिङ लिएर खोट बनाएपछि बुटेल थापेर बस्छ यौँ चितुवा बल्ल भेट्यो यौँ चितुवा बताइसँग हामी हाम्रो रमाइलो गफ भयो है बताइ ताप बजार र ज्याप्रेको बिचमा उहाँको टी हाउस रहेछ एकदमै रमाइलो मिठो कफी खाएर अब हामी लाग्दैछु ताप बजारतिर पुष्पराज जुटेका नहीं साला वाह लास्ट लाप पुग्नु लाग्यो है थाक्यो हो माछालाई
वेट Oh my god बल्ल अब डाब पुग्नुलाई है 4 दिन भइसक्यो टाउको साउको मुख के दुःख छैन एकदम ठन्डाले गर्दा अब आज चाहिँ मजाले धुनु पऱ्यो यस्तो छ हाम्रो ट्रेकिङ कस्तो तातो पनि कर रहेछ फायर वाटर इज गुड so this is our 4th day in Okhaldunga Jilla and today is our last day trek from Jabre to Dap and so we are only 1 kilometer to Dap Bazar where we are staying tonight. Tomorrow morning we will take bus from Dap to Okhaldunga and if we are lucky maybe we will find bus Okhaldunga to Itari. So that's our plan. हामी अब टप बजार आइपुग्यो है अब हामी यहाँ होटलमा बस्दैछौँ शेर्पा लग्छ एकदम रमाइलो राम्रो रहेछ है हुन्छ अब यतै बसौँ हुन्छ सब बिरालु रहेछ है हुन्छ त्यति सफा गर्नु पर्दैन अब तपाईँले अलिअलि चादर चाहिँ मिलाउनु पर्ने रहेछ यहाँ हो फर्चुनेटली हामीले होटल चाहिँ एकदमै रिजनेबल पायो है अब रुमको ओन्ली 500 हो दुईजनाको लागि अब एकदमै राम्रो लाग्यो है यो चाहिँ अब ओजी होइन See you in the dinner time. Maggie. Nasta Maggie हुन्छ